यसो हेर्दाखेरि त लाग्छ सरकारमा बसेकाले केही गरिराखेका छन्, तर अब थाहा भयो सरकारमा बसेकाहरूले गफ र एक्टिङ मात्रै गरिरहेका छन्। यो सरकार त मलाई जिम जस्तो लाग्छ, मेम्बरसिप त छ तर उपलब्धि भने केही पनि छैन। देश बनाउँछु भन्नेहरूको ड्रिम त स्विजरल्यान्ड जस्तो छ नि, तर के गर्नु बाहिर निस्क्यो कि रोडभरि खाल्डै खाल्डा छ। नेताको भाषणको गति 6 GB, जनताहरूको सुन्ने क्षमता 4 GB अनि देश विकासको गति चाहिँ 1 GB। देशलाई सुधार्छु भन्ने त यो सबै पार्टीको कुरा हो, तर यो कुरा त गणतन्त्रको सुरुवातसँगै आएको होइन र। जनतासँग पैसा छैन, सरकार ट्याक्स चाहिँ देऊ न भन्छ। अबे साले हो ज्यादा ज्यादै म तपाईँहरूलाई एउटा कुरा भन्न चाहन्छु, स्टोन गरेर देश बन्छ।